आवर गर्मी छ गाइस, स्टिल 43 44 डिग्री गर्मी छ अझै पनि। अहिले चाहिँ ठ्याक्कै रातको 5:15 भइसकेछ। रात त नभनौँ यसलाई, बेलुकीको साह्रै नै गर्मी छ अहिले चाहिँ। यो चाहिँ फेरि गर्मीको इन्डिङ पनि हो होइन, गर्मी चाहिँ जानै लागेको हो। त्यही भएर कि त सुरु हुने बेला कि त लास्ट जाने बेला चाहिँ लास्टै नै बिग हिट हुन्छ है। हाई एभ्रिवान, सबैजनालाई कस्तो छ? सबैजनालाई सन्चै होला। म चाहिँ हाल चाहिँ यो कतार, खाडी मुलुक कतारबाट। सो आज चाहिँ एकदम गर्मी छ। आज शुक्रबार पनि थियो, मेरो चाहिँ शुक्रबार फेरि छुट्टी हुन्छ। सो रुममा चाहिँ कति बसिराख्ने होइन, दिनभरि कति बसिराख्ने, चिसो हुन्छ एसीको, अनि साह्रै चिसो भएर शरीर पनि कस्तो हुने क्या। सो म चाहिँ एकछिन गर्मीमा वाक गर्नको लागि बाहिर आएको छु। तर लास्टै गर्मी छ, यो अनएक्सपेक्टेड गर्मी छ। यता म चाहिँ, यो त हाइवे हो, यता चाहिँ हाइवेबाट यताबाट बिचबाट हिँडेर म चाहिँ जाँदैछु। यता गल्लीबाट थोरै माथिसम्म पुग्छु होइन। थोरै माथि एउटा तरकारीको मार्केट पनि छ। सो म चाहिँ त्यो मार्केट गएर तरकारी लिन्छु। झोला पनि लिएर हिँडिरहेको छु। अहिले चाहिँ खाली झोला लिएर हिँडिरहेको छु।